दर्शकले यसरी दुम्सीपाडा टी गार्डन बडा लाइनका जुन हेल्पिङ ह्यान्ड टोली, यो हेल्पिङ ह्यान्ड टोली यो 16 सेप्टेम्बरको दिन गठन गरिएको यसै वर्ष। अनि यो बाढ पीडित टिस्टा बाढ पीडितलाई पहिलो यो काम जुन उहाँहरूले गर्नु हुँदैछ, यो सहयोग गर्ने काम रेङपछि अहिले गेल खोलामा आएको छ। गेल खोलामा आएर यसरी यो यहाँका 6 वटा परिवारलाई प्रत्येक परिवारलाई 2000 रुपियाँ गरेर एउटा आर्थिक सहयोग गरिरहेका छन्। अनि यहाँ हामीले देखिरहेका छौँ दुम्सीपाडा टी गार्डन हेल्पिङ ह्यान्डसितै मुजुनाई टी गार्डनबाट पनि मानिसहरू हुनुहुन्छ, त्यहाँबाट पनि सहयोग गरेका छन्। दुईटा बगानले जुन सहयोग गरेर सङ्ग्रह गरेको राशि यसरी वितरण गर्ने, हस्तान्तरण गर्ने काम हुँदैछ। हन्टापाडा जिपी मादरीहाट ब्लकको अन्तर्गतमा बसोबास गर्छौँ र हामी चाहिँ एकदमै आभारी छौँ। यो राम्रो कार्यमा हात बटाउनु पायौँ हामीले, हजुरहरूको सानो भएको मद्दत गर्नु पायौँ। हुन त यो केही चिज होइन, तर पनि साथै दुम्सीपाडाको प्रत्येक घरको अनि मुजुनाईको प्रत्येक घरको जसले पनि तपाईँहरूलाई 10 रुपियाँ 20 रुपियाँ 50 100 जति दिएर पनि तपाईँहरूलाई यो मद्दत गर्नुलाई उहाँहरूले सहज मनले खुसीले तपाईँहरूलाई यो मद्दत गर्नुभयो। उहाँहरूको निम्ति पनि तपाईँहरूले प्रार्थना गरिदिनुहोस् भन्ने मेरो राजु प्रधान। हामी यही भन्न चाहन्छौँ तपाईँहरूलाई कि हामी यो छ भने तपाईँहरूको आजको दिनमा हामीलाई जुन दुःखको घडीमा तपाईँहरूले एउटा 1 गिलास पानी पनि दिएर हामीलाई खुसी दिँदै हुनुहुन्छ, त्यो खुसी तपाईँहरूको घरमा नि मिलोस्। साथसाथै जति पनि सहयोगी दाताहरू हुनुहुन्छ उहाँहरूलाई म यही अपेक्षा गर्न चाहन्छु, तपाईँहरूले हामीलाई जति सहायता गर्नु सक्नुहुन्छ कि तपाईँहरूले जति 1 रुपियाँ होस् चाहे 2 रुपियाँ होस् चाहे 1 गिलास पानी दिएर होस्, तपाईँहरूले सहयोगी दाता गर्नु आउने हुने महानुभावहरूलाई म यही भन्न चाहन्छु। आइन्दा हामीलाई जति पनि तपाईँहरूले राहत दिनुहुन्छ, हामीलाई अलिकति फाइनेन्सको जरुरी छ, ताकि भोलिको दिनमा त्यही फाइनेन्सले हामीले एउटा घर बनाउने एउटा हामीले अटोट गरेको छौँ। ताकि अहिले त हाम्रो घर बनाउने जग्गा पनि छैन, प्लस हाम्रो घरद्वार घाँस बाँस सब तुडाइदिएको छ। त्यसले गर्दा तपाईँहरूलाई जति पनि सहयोगी दाताहरू हुनुहुन्छ, जहाँ जहाँबाट हेर्दै हुनुहुन्छ, यो सोसियल मिडिया होस् चाहे च्यानल मार्फत होस् न्युज मार्फत होस्, तपाईँहरूलाई हामी यही अपेक्षा गर्न चाहन्छौँ। तपाईँहरूले दिनुभएको 1 रुपियाँ पनि हामीलाई करोडौँ रुपियाँ हुनेछ। जति हामीलाई खुसी दिनुभयो त्यति नै तपाईँहरूको खुसी मिलोस् भन्न चाहन्छु। आइन्दा जति सहयोगी दाताहरूले हामीलाई सहयोग गर्नु चाहन्छ, हामीलाई अलिकति फाइनेन्सको जरुरी छ। पार्टीले नेताहरूले त आफ्नो आश्वासन दिने काम त गरि नै रहेको छ, तर पार्टीहरूको आश्वासनमा नि हामी सधैँभरि टिक्न सक्दैनौँ। ताकि भोलिको दिनमा हामीले आफै खुद आफ्नो लडाइँ आफै गर्नुपर्ने हुन्छ। त्यसले गर्दा तपाईँहरूलाई यही नै अपेक्षा राख्छु कि जति पनि तपाईँहरूले हामीलाई सहयोग गर्नुहुन्छ, तपाईँहरूले 1 रुपियाँ भन्ने हामीलाई दिनु सक्नुहुन्छ, त्यसमा हामीलाई कुनै आपत्तिजनक छैन। धन्यवाद। तपाईँहरूले नि एउटा मनमा शान्ति पाउनुहुन्छ, सायद हामीले पनि तपाईँहरूले दिनुभएको सहयोग हामी नि खुसी भएर लिनेछौँ। साथसाथै जस्तो हामीलाई खुसी मिल्यो त्यस्तै परिवार तपाईँहरूको परिवारमा खुसी मिलोस् भन्ने परिवारसँग पूजाहरू गर्ने, दसैँ मनाउने, एउटा खुसियाली मनाउने थियो। तर पनि आज तपाईँहरूसँग यो दसैँ मनाउने, अष्टमीको दिन तपाईँहरूसँग बिताउने सायद हाम्रो भाग्यमा लेखेको थियो होला र हामी आज यहाँ एकत्रित हुनु पायौँ। खुसी नै लागेको छ तपाईँहरूसँग देखा पर्नु पाउँदा। र हाम्रो टोटल दुम्सीपाडा अनि मुजुनाई बगानको मेरो जति पनि हामीले चाहिँ पैसा उठाएर जति गरेर पनि 10 रुपियाँ 20 रुपियाँ 50 रुपियाँ 100 रुपियाँ त्योभन्दा पनि बढी दिएर पनि हामीले एकट्ठा गरेर चाहिँ हामी यहाँ आउने एउटा प्रोग्राम गऱ्यौँ। र शरण सुन्दास